गरेपछि राजनीतिको समसामयिक विषयमा हामी कुराकानी गर्नेछौँ। कुराकानी गर्नको निम्ति यतिखेर हामीसँग हुनुहुन्छ माता सविता आचार्य हुनुहुन्छ। आउनुहोस् दर्शकबिन हामी उहाँसँग कुराकानीमा जोडिन्छौँ। माताजी, यहाँलाई स्वागत छ सम्पूर्ण मिडियामा। धन्यवाद र सम्पूर्णलाई नमस्कार। के छ, आराम हुनुहुन्छ? ठिकै छ भाइ। हिजोका दिनमा तपाईँले भन्नुभएको थियो 84 मा चुनाव हुँदैन भन्नुभएको थियो, ठ्याक्कै भविष्यवाणी त मिलेछ नि? हजुर, मिल्यो। अब सधैँ मिलेकै छन् नि। एक दुईवटा कुरालाई टुक्रा बनाएर भाइरल बनाइदिनेहरूको त कमी छैन नै। अब 84 मा चुनावै हुँदैन, अगाडि नै के हुँदैछ तपाईँलाई के थाहा? पत्रकारजी भने भिडियो पनि भाइरल बनाइदिनुहोस् न, होइन? अब 82 साल परिवर्तनको साल हो भन्ने पनि भाइरल बनाइदिनुहोस् न। खोइ बनाइदिनु भयो त तपाईँहरूले? तपाईँले भन्दा पनि त्यो हेर्नेहरूले बनाउनु पर्यो क्या। अब कहाँबाट के टुक्रा ल्याएर चाहिँ बदनाम गर्न लागिरहेको छ? अब त्यो जादु त भविष्यवाणी गर्ने सबैले भने मिल्छ नि, मैले मात्रै होइन, मिलेको छ भन्नु पर्यो। तपाईले भविष्यवाणी गर्नु भएको थियो 84 चुनावै हुँदैन, 82 मै उथुलपुथुल हुने अवस्था छ, भइसक्यो। बुढा नेताले आराम गर्नुपर्छ भनेको थियो असार महिनामा, 82 सालको असार महिनामा। ठ्याक्कै भदौबाट आरामै भयो। यो पत्कर हुन्छन्, यो दलै खारेज हुन्छ। अब हेर्दै जानु होला, राजतन्त्र हो अन्तिममा भनेको छ। अब त्यो समय त आउँदैछ। अब एउटा दल न रह्यो, अरू त छैन नि त। अब एउटा यही रासोपा भन्ने भयो, त्यो पनि बालेन्द्र शाहको टाउको हेरेर सबैले भोट दिएका हुन् भन्दैछन्। आजभोलिको हल्ला गर्दैछन् मान्छे। ठिक छ, राजतन्त्रको विषयमा हामी एकैछिनपछि कुराकानी गर्नेछौँ। अब तपाईँले भन्नुभएको थियो चुनावै हुँदैन भन्नुभएको थियो, तर 82 मै चुनाव भयो। यतिखेर सरकार गठन भइसकेको छ। यो सरकारलाई कसरी हेर्नु भएको छ? अब 84 मा चुनाव हुँदैन भनेको हो, 82 मा पनि राम्रो समय छैन। भइहालेको खण्डमा विभिन्न अडचनहरू आउनेछन् र लामो समय जाँदैन। जनताले अलिकति बाधा बेहोर्नु पर्छ, विचार गर्नु होला। अहिले गर्नुभन्दा नगरेको बेस, राजतन्त्र ल्याउनतिर लाग्नुहोस् जनताहरू भनेर लेखेको हो। अब तपाईँले अहिले बनेको सरकार 1 महिना, आज 3-4 दिन, 4-5 दिन कति भयो, यसभित्र चाहिँ सुकुम्बासी बस्ती चाहिँ अब पूर्ण रूपमा नै अब हटेको अवस्था पनि छ। देशैभरि हट्ने क्रम जारी छ र 75वटै जिल्लामा चाहिँ गृह मन्त्रालयमा चाहिँ चिठी पत्र काटिसकेको अवस्था छ। खाली गर्नको लागि 100, अब भनौँ 75वटा जिल्ला कि 77 भन्ने छ। हजुर। अनि त्यसले गर्दाखेरि अब कहिलेकाहीँ हाडबिनाको जिब्रो, कहिलेकाहीँ लरबरिन्छ है जातिहरू के बोल्यो। अनि त्यसमा चाहिँ अब सबजना त्रसित नै छन्। अब अर्को कुरा, अलिकति छिटो जस्तो भएको छ। सुकुम्बासी चाहिँ यो जुन पहिलाका आउँदा सरकारहरूले पनि नगरेको होइन, ठुल्ठुलो आन्दोलन भएको हो। गुठी विधेयकको पनि मारामारको आन्दोलन भएको हो। गुठी विधेयकमा पनि जनताहरू मरेका थिए, घाइते भएका थिए। त्यसमा हताहत भएर काठमाडौँ पुरै अब त सकिन्छ कि क्या हो जस्तो पनि भएको थियो। र अझै पनि यो आन्दोलनहरू अझै चर्केर जाने देखिन्छ, किनभने फागुन 19 गते चाहिँ एउटा चन्द्रग्रहण लागेको थियो। त्यो ग्रहण पछाडि यो चुनाव भएको र त्यस पछाडि कामहरू सबै नयाँ मन्त्रीहरू भएको हुनाले त्यति सुखद समय चाहिँ छैन। राम्रो भन्दा नराम्रो बढी देखिन्छ। जुन यो बालन सरकारको जुन जसरी मन्त्रीमण्डल गठन भयो नि, यो मन्त्रीमण्डललाई कसरी हेर्नुहुन्छ? यसमा चाहिँ मन्त्रीमण्डलको विषय भन्दा पनि म चाहिँ बालेन्द्र शाहलाई हेर्नु पर्दाखेरि, बालेन्द्र शाहको राजयोग पटक पटक प्रधानमन्त्री हुने ग्रह छ, एकचोटि मात्रै होइन। र यसमा भोलि राजतन्त्र आउँदा पनि बालेन्द्र शाहकै योग परेको छ भनेर पहिल्यै बोलेको हो। तर राजतन्त्र आउनुभन्दा अगाडि नै उहाँ प्रधानमन्त्री बन्नुभयो। यो भाग्य चिठा र समय परिस्थितिले जनतालाई अब यो ठाउँमा पुर्याए भनौँ न जनताले। र मैले उहाँको हेर्दा राजग्रह छ, उहाँको ठिक छ। उहाँलाई साथ नदिने मान्छेहरू उहाँकै पार्टीभित्र, उहाँकै दलभित्र पनि देखिनेछन्। बालनको राजग्रह छ होइन? एकदमै लगभग शक्तिशाली त पहिलाका प्रधानमन्त्रीहरू पनि आएकै हुन्, तर ती पहिलाका चाहिँ दलसँग एडजस्ट थिए, एकता भएर हुन्थ्यो भने यो चाहिँ एकल एउटै पार्टीको मात्रै 2/3 भएको हुनाले, बहुमतको सरकार भएको हुनाले यहाँबाट चाहिँ काम गर्नको लागि पनि कसैले रोकथाम चाहिँ गर्न नसक्ने भएको हुनाले राम्रो छ। यो पक्ष राम्रो हो भन्नुपर्छ। जसरी बालेन शाह प्रधानमन्त्री भएपछि जसरी सुकुम्बासीमाथि प्रचण्ड आतंक मचिरहेको छ, अहिले त्रसित भएका छन् ती सुकुम्बासीहरू। खुल्ला आकाश मुनि बस्नु परेको छ, राम्रोसँग खाना लाउन पाएका छैनन्, एक पोका भातमा चाहिँ दिन गुजार्नु परेको छ। के भन्नुहुन्छ? अब यसमा त के भन्ने, दुःख लागेको छ। त्यहाँका गाई बस्तुहरू रोइ कराई गरेर देखियो, कुकुरहरूले आँसु झारिरहेको देखियो, बिरालाहरू पशु पक्षीहरू पालेको ठाउँमा त्यस्तै भएको छ। र त्यो घर ढले पनि उनीहरूको मन त ढलो ती 20औं वर्षदेखि 15औं वर्षदेखि 14औं वर्षदेखि बसेका र ती बसेर बच्चा पाएका ती बच्चाहरूको मनोबल पनि गिरेको अवस्था छ र मानसिकताले पनि ग्रसित भएको जस्तो देखिन्छ। र त्यहाँ चाहिँ तपाईँले यति विचार गर्नु होला, हिजो एकजनाले कसले चाहिँ सुसाइड गरेको कुरा सुनेको, अझै गर्छन्।
अझै गर्छन् हेर्दै जानु होला। सुसाइड गर्ने संख्या बढेर जान्छ र उनीहरूको मानसिकतामा चाहिँ एकदम कमजोर हुँदै गिरेको स्थिति छ। र यो उहाँहरूले हतार गर्नुभयो। बालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि यो ढल्छ, यो जान्छ, यो सुकुम्बासीको बस्ती उठ्छ भन्ने त मलाई चाहिँ थाहा थियो है। किन थाहा थियो भन्नुहुन्छ भने मेयर हुँदैदेखि उहाँले प्रयास नगरेको होइन, लगेकै हो। त्यति बेला चाहिँ गृहमन्त्रीहरू भएका सरकारहरूले साथ नदिएको कुरा हो। त्यो बेला रवि लामिछाने गृहमन्त्री हुँदा पनि उहाँले पनि साथ दिनुभएको होइन। अब रवि र अर्को के जाति के नाम हो पनि मैले याद गरिनँ, थाहा भएन, सबै चिनिँदैन पनि। रवि लामिछानेले म सबैभन्दा पहिला छाती थाप्न म जान्छु भन्नुहुन्थ्यो। रविजीले भन्नुभएको थियो चुनावमा भोट माग्न जाँदाखेरि यदि डोजर चल्यो भने छाती थाप्न म आउँछु भन्नुहुन्थ्यो। आज कहाँ पुग्नुभयो भन्दै उहाँ छाती खोज्दैछन्, तर उहाँलाई अप्ठ्यारो दिन चाहिँ उहाँलाई आउँदैछ। हुन त उहाँको के नै सजिलो छ र। अब अहिले आयो त रविको भन्छन्, उहाँको के आएको छ र? उहाँले पार्टी खोल्नुभयो, उहाँ पार्टी सभापति बन्नुभयो, जेल जानुभयो, अझै उहाँका ग्रह राम्रा छैनन्, आदेश आउने बाँकी छ। हुन त अब अहिले यो विभिन्न अध्यादेशहरू ल्याएर आफ्नै मान्छे न्यायाधीश राख्ने पाउने, आफ्नै हतमा चाहिँ अगाडि बढाउने खालको रहेछ नि त यो अध्यादेशका पनि कतिपय कुराहरू चाहिँ त्यस्तो पनि रहेछ। प्रधान न्यायाधीश पनि आफैले चुज गरेको ल्याउने। अब त्यो त कानुन आफ्नै हातमा खै के जनार्दन भने जस्तो पनि हो। तर उहाँलाई त मुद्दाले अड्काइरहेको अवस्था छ। त्यतिले मात्रै कानुन जनार्दन आफ्नो हातमा चाहिँ सबै मल्खु भने जस्तो चाहिँ हुँदैन। फेरि जनता एकातिरबाट उहाँलाई उर्लिएर उहाँलाई गाह्रो पनि बनाउन सक्छन्। र रवि लामिछानेको अहिले पनि मुद्दामै हुनुहुन्छ। अब अहिले मुद्दा अदालत परेका विभिन्न काण्डमा मुसिएकाहरू पनि सांसदहरू चाहिँ संसदमा जान पाउने, बोल्न पाउने भन्ने कानुन बनाइदिए फेरि। अनि त्यसमा चाहिँ विभिन्न सहकारी ठगी काण्डमा परेका पनि गएका छन्। हजुर, सहकारी विधेयक त अब संशोधन भइसकेको छ, हिजो राष्ट्रपतिले जारी गरिसक्नु भएको छ। कतिले भन्दैछन् अब रवि लामिछाने क्लिन चिट पाउँछन्, अब उनी चाहिँ अबको प्रधानमन्त्री भनेकै रवि हुन् भन्दैछन्। त्यो त के हो थाहा भएन। प्रधानमन्त्री बनाउनेले त बनाइदिए, आजै भोलि नै बनाइदिए अझै राम्रो हो होइन। तर अब जनताले सहजता चाहिँ देखिँदैन, सहज वातावरण चाहिँ छैन। रवि प्रधानमन्त्री ग्रहदशा बाँचुन्जेल नै ग्रहदशा ठिक हुँदैनन् क्या रवि लामिछानेको। र यसमा रवि र बालेनमा तुलना गर्दा बालेन त आकाश पातालको माथि। बालेन्द्र शाह नै हो प्रधानमन्त्री र बालेन्द्र शाहले नै गर्नुपर्छ यो देशका लागि। भोलि राजतन्त्र आउँदा पनि बालेन्द्र नै हो। अहिलेको गणतन्त्र पनि खलिफाप छैन। र अबको सरकार यो जुन फलामको चिउरा नै स्थिति छ यिनीहरू सबैलाई। सांसदहरू अहिले पत्रकारसँग बोल्न सकेका छैनन्। अहिले भागी हिँड्नु परेको अवस्था छ, मुख लुकाउनु परेको अवस्था छ। मिडियासँगै सांसदहरू, कानुन बनाउने मान्छेहरू चाहिँ हिजोका दिनमा मिडिया बोकेर हिँड्ने सांसदहरू मिडियादेखि भाग्दैछन्। हिजो मिडिया बोकेर हिँड्ने जनताहरू सांसद भएका छन्, अहिले मिडियासँग भागिरहेछन् भनेपछि लज्जा त यहाँ छ, लज्जास्पद छ। र यो फलामको चिउरा भएको छ अहिलेकोलाई। र अहिले म भनौँ तपाईँलाई यो अहिलेको प्रधानमन्त्रीले बालेन्द्र शाहले चाहिँ सांसदहरूसँग सहमति गरेर कच्याङ कुचुङ क्वेसन सोधेर जाने मान्छे नै होइन बालेन्द्र शाह। आफ्नै तरिकाले राष्ट्रपतिबाट अध्यादेश लिएर आउनुभयो यता अर्को बाटोबाट। त्यसपछि अब राष्ट्रपतिले पारित गरेनन् भने कि राजीनामा दिनु पर्यो, कि महाअभियोग खेप्नु पर्यो, कि त भने पुरा पूर्ति गर्नु पर्यो। अब अझ समाचार हेरे अनुसार हामीले चाहिँ वकिलहरू लयरसँग सल्लाह गर्दै हुनुहुन्छ। कतिपय पारित गर्नु होला, कतिपय नगर्नु होला। यहाँ भताहत हुन्छ। भोलि राष्ट्रपतिले राजीनामा दिँदा पनि अब कि सुशीला कार्की कि बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउँछन् अरे भन्ने पनि हल्ला गर्दा रहेछन् कोही। राष्ट्रपतिजीले अध्यादेश जारी गर्नु भएन भने, पास गर्नु भएन भने के हुन्छ होला? पास गर्नु भएन भने त केही हुन्छ होला, जे हुनु हुन्छ नि त। यहाँ त तपाईँको यस्तै तरिकाले यहाँ यस्तै तरिकाले यो लामो समय जाँदैन है। 5 वर्ष भनेका छन्, 5 महिना जान गाह्रो छ। 5 वर्षको कुराहरू छन् जनताहरू। अनि अर्को कुरा संसद भङ्ग हुन सक्ने पनि, संसद विघटन हुन सक्ने पनि स्थिति छ। किनभने राम्रो समयमा छैन के। चन्द्रग्रहणको प्रभावले 6 महिनासम्म हान्छ। अब 1 महिना त भइसक्यो, 1-2 महिना होइन। अस्ति फागुनको 19 गते र अहिले कति भयो, 1-2 महिना त भयो भन्दा हुन्छ। अब कति महिना बाँकी छ, त्यससम्म हानि क्षति त बेहोर्नु पर्छ हामी जनताले। महँगी बेहोरियो होइन। 100 रुपियाँभन्दा बढी सिमानाबाट सामान ल्याउन नपाइने स्थिति छ। अनि महँगीको हरेक कुरा खाइ नसक्ने स्थिति छ। डिजेल पेट्रोल दिने पछि हप्तामा त 3 चोटि बढिरहेको अवस्था छ। अब पहिलाको सरकार हुँदा बढ्या भए हामी नै हो विरोध गर्ने, फेरि लेखि नै रहन्थ्यौँ। पहिला पनि म लेख्थेँ र अहिले पनि हामीले लेख्न पाउने अधिकार होला। अब अहिले ऊ त्यहाँ अब क्या सजिलो क्या, इरान र इजरायलको युद्ध हो बढो भनिदिए पुगिहाल्यो। त्यतिमै सजिलो छ त। सामान त्यहाँ इन्डियाबाट बोर्डरबाट ल्याउँदा के इन्डिया र इजरायल भनेर हुन्छ? त्यसले गर्दा अप्ठ्यारो दिन चाहिँ हामी नेपालीले भोग्दैछौँ अझै। मैले सहजता केही पनि देख्दिनँ यो गणतन्त्रमा। हुँदाखेरि पनि उहाँले त अब आउनुभयो, सुकुम्बासीको समस्या चाहिँ कहिले हल हुने थिएन होला, त्यो हल गर्नुभयो। तर हल गरेर भएन नि त। जनता सडकमा मर्ने भए, डोरी लाएर मर्ने भए, सुसाइड गर्ने भए को जिम्मेवारी हुन्छ त? ल अस्ति त्यो 75 जना मर्दा केपी शर्मा ओली र के गृहमन्त्री रमेश लेखक हत्यारा भनियो।
अब यहाँ त 15-20 जना मर्लान्, सुसाइड गर्लान्, देशैभरि अझै बढी मर्लान्, सुसाइड गर्लान्, विष खालान्, मर्न बाध्य बनाउलान् अथवा हरेक होला, को जिम्मेवारी हुन्छ त? ल सम्झिन् त तपाईँ, 2-4 जना त मर्छन् छिटै, सुसाइड गर्छन्, हेर्दै जानु न तपाईँ। यो माताले के बोलेको थियो भन्नु होला। म आज कति गते, 18 गते होइन, आज 18 गते दिउँसो मैले इन्टरभ्यू दिएको छु। यो इन्टरभ्यू कति बेर पोस्ट गर्छौँ, कति बेर राख्छौँ त्यो त आफ्नो ठाउँमा छ, तर हेर्नु होला तपाईँ। मान्छे मर्छन्, फेरि तत्कालै आजै पनि मर्न सक्छन्, भोलि सधैँ। यो कुरो सचेत अवस्था छ हैन अझै। हताहतको कुरो होइन, आत्महत्या गर्ने, सुसाइड गर्ने।